जस्तै अहिले पोर्चुगलमा नागरिकताको विषयलाई लिएर फेरि चर्चामा आएको छ त्यो समय थप गराउने विषयमा है। भिडियोलाई सेयर गरी सबै माझ पुर्याइदिनुहोस्। हिजो भर्खरै सेगा पार्टीले चाहिँ एउटा प्रस्ताव लगेर गएको छ। कृपया भिडियोलाई सेयर गरिदिनुहोस्। प्रस्ताव है, यो पारित भइसकेको छैन, सबैले बुझ्न जरुरी छ। नेसनालिटी एप्लाई गर्ने क्रममा अहिलेसम्मको हकमा चाहिँ 5 वर्ष पुरा गरिसके पछाडि, लिगल्ली 5 वर्ष पुरा गरिसके पछाडि नेसनालिटी एप्लाई गर्न पाउने प्रावधान थियो हैन। त्यो हामीले पछिल्लो भिडियोमा पनि कुराकानी गरेका थियौँ। यो समय थप गराउन पनि सक्छ है। जसरी अहिले सामाजिक सञ्जालमा धेरै कुराहरू आएका छन्, थप गराउन सक्ला है अथवा के होला भन्ने कुरा गर्दा गर्दै अहिले भर्खरै विपक्षी पार्टीले पोर्चुगलमा जुन 11 तारिकका दिन एउटा प्रस्ताव लगेर गएको छ नेसनालिटी एप्लाई गर्न पाउने समय चाहिँ थप गर्ने विषयलाई लिएर। पहिले 5 वर्षमा गर्न पाइने थियो भने अहिले 10 वर्ष गराइनुपर्छ हैन। सिपिएलपी कन्ट्रीको हकमा चाहिँ 5 देखि लगेर 6 बनाउने अनि अन्य आप्रवासीहरूको लागि चाहिँ 10 वर्ष गराउने भनेर एउटा प्रस्ताव लगेर गइएको छ संसदमा हैन। भले यो पारित भइसकेको छैन, एकदमै बुझ्न जरुरी छ। यो प्रस्ताव मात्र हो, पारित भइसकेको छैन। कुनै पनि भ्रममा नपर्नुहोस्। अहिलेको अवस्थामा यो प्रस्ताव मात्रै हो। अब आगामी दिनमा नियम परिवर्तन होला, एप्लाई गर्ने समय बढाउला या नबढाउला त्यो आफ्नो ठाउँमा छ। तर आजको दिनसम्म यदि हेर्ने हो भने जुन 12 तारिकका दिनसम्म यो एउटा प्रस्ताव मात्र हो, पारित भएको छैन। विविध कुराहरूलाई हेर्दाखेरि पोर्चुगलमा कागजका लागि चाहिँ अत्यन्तै कठिन हुने सम्भावना यो कुराले पनि प्रष्ट हुन्छ। कृपया भिडियोलाई सेयर गरी सबै माझ पुर्याइदिनुहोस्।